हेलो गाइस, दर्शक नमस्ते है। हेर्नुहोस् है, हाम्रो देशमा रहेका चराचुरुङ्गी जनावरहरूलाई चाहिँ हामीले चाहिँ मान्यता दिँदैन, मारेर खाइदिन्छौँ। यहाँ परदेशमा हेर्नुहोस् है, परेवा अरू पनि जनावरहरू छन् हैन। प्रायःजसो परेवाको लागि कागहरू छन्, मैनीहरू छन् हैन। अनि हेर्नुहोस् है, परेवालाई कसरी यहाँ दाना हालेर बचाउँदो रहेछन्। यस्तो टेम्परेचर घाममा पनि नमरोस् भनेर एउटा बाटोमा पानीहरू राख्दो रहेछन् हैन। र हामी आफ्नो देशमा मारेरै खाइदिन्छौँ हैन। यहाँ चाहिँ अलाउड छैन। यहाँ अलाउड भए त यहाँ पनि मारेर हामी नेपाली र इन्डियनहरूले खाइदिन्छन् कि, तर चाहिँ यहाँ अलाउड छैन। यहाँ जनावरलाई कसरी बचाउने हो, प्राकृतिकलाई कसरी बचाउने हो। अनि यहाँ चाहिँ बोट बिरुवाहरू रोप्ने गर्छन् कि प्रायःजसो शीतलताको लागि हैन। र हाम्रो नेपालमा के हुन्छ कि बोट बिरुवाहरू काट्छन् हैन। अहिले चाहिँ मेरो विचारले के भन्छ कि आउने दिनमा भविष्यमा नेपाल खाडी मुलुक हुन्छ र खाडी मुलुक नेपाल जस्तै शीतलता हुन्छ कि, किनकि जुन रफ्तारले स्पिडले चाहिँ यहाँनिर बोट बिरुवाहरू रोपिरहेछन् नि हाम्रो देशमा। ठुल्ठुला पहिला बरगदको पेडहरू, रुखहरू अनि पिपलको रुखहरू, निमको रुखहरू चाहिँ देख्न पाइन्थ्यो हैन। आजभोलि त्यति मात्रामा देख्न पाइए छैन, काटिदिरहेछन् हैन। तर यहाँनिर खाडी मुलुक जस्तो ठाउँमा पिपल उम्रिरहेछ हैन, निम उम्रिरहेछ हैन, बरगद उम्रिरहेछ भनेपछि त खाडी मुलुक पनि त नेपालकै माटो जस्तै बन्दो रहेछ र बनिरहेछ भन्ने हुन्छ हैन। अनि के अरे यहाँ उम्रिरहेछ भनेपछि त नेपालमा त किन्न उम्रिने। तर कुरा त्यही भने कि आउने दिनमा नेपाल खाडी मुलुक हुन्छ र खाडी मुलुक नेपाल जस्तै शीतलता हुन्छ हैन। आज म घाममै छु हैन, टेम्परेचर सहिरहेको छ, तर पनि यहाँको शीतलता अलिकति चाहिँ राहत दिइरहेछ कि। जस्तै यहाँ समुद्रको छेउमा छु नि त, यता मेरो समुद्र छ हैन, अनि यता रुखहरू छ हैन मेरो पछाडि।